हेलो जय मसी सम्पूर्णलाई हामीहरू चाहिँ अलगढी आएको छौँ एडिटबाट सबैजनाले मिलन राई युट्युब च्यानल अफिसियल तपाईँहरूले अलगढीको यो सिनेमाहरू देख्न सक्नुहुन्छ हामीहरू चाहिँ 3 दिनको लागि यहाँ जुन सेवाकाईमा आएको थियौँ असलसँग भयो परमेश्वरको माया भएको छ भोलि हामीहरू जाँदैछौँ फर्किँदैछौँ सम्पूर्णले प्रार्थनामा सम्झिदिनु होला गाडीको यात्रामा हाम्रो भोलि 4:25 छ तपाईँहरूले माया गरिदिनु होला मिलन राईको युट्युब च्यानल अफिसियल अनि यता हुनुहुन्छ हाम्रो पास्टर सुरज अनि यता हुनुहुन्छ हाम्रो पास्टर मम्मी बस्दै हुनुहुन्छ अनि यता हुनुहुन्छ मेरो पेरो मम्मी अनि मेरो पेरो मण्डलीको पास्टर मम्मी एन्ड प्लस भाउजू पनि हो माया गरिदिनु होला कस्तो लाग्छ तपाईहरुलाई पास्टर मम्मी हाम्रो आउँदा कस्तो लाग्यो तपाईलाई एकदमै खुसी एकदमै रमाइलो भएको छ अनि दुःखको कुरा चाहिँ भोलि जाँदै हुनुहुन्छ धेरै धेरै धन्यवाद आइदिनु भएको लागि पास्टर यो जुन प्रोग्राम गर्दा कस्तो लाग्यो हजुरलाई पास्टर एकदम आशिषमा पिडिसी ट्रेनिङ एकदम आशिषमा लाग्यो कति कुरा हामीले मण्डलीको कति कुरालाई फेरि डिजाइन गर्नुपर्ने कुराहरू छ हजुर हामी लाग्ने छौँ फेरि अब हाम्रो पास्टर दानिएललाई बोलाउनुहुन्छ फेरि पनि हाम्रो योजना छ बोलाउने उहाँलाई किनकि 5 वर्षसम्मको कोर्स हो हजुर अनि जति पहिला सेसन गर्ने उनीहरूले त्यो गर्नु सेकेन्ड सेसन गर्न पाउँदैछ र जतिजनालाई गर्नुभएको छैन तपाईँको मण्डलीमा आउनुभएका लिडर्सहरूले तपाईँहरूलाई तालिम दिनुहुनेछ अनि त्यस पछाडि तपाईँहरू पनि पिडिसीमा तालिम प्राप्त हुनेछ अस्ट्रेलियामा है यो फर्स्टचोटि अस्ट्रेलियामा गरेको अनि हाम्रो मण्डलीले यसलाई स्टार्ट गरेको छ अनि यहाँ चाहिँ हेर्नुहोस् यो चाहिँ हिम ड्याम एकदम यो चाहिँ एलएल खानेपानी एकदमै राम्रो छ यो ठाउँमा हामी बसेर यसरी अहिले बात गरिरहेको छौँ थ्याङ्क यू सो मच पास्टर जय मसी थ्याङ्क यू एभ्रिवान सबैजनालाई माया तर मैले पानी खाएर राखेँ हाई गाइस सबैजनालाई जय मसी म तपाईँहरूको मिलन राई अहिले अस्ट्रेलिया एडिलेडबाट अहिले अलगढीमा छु अनि तपाईँहरूले माया गर्नुहोला मेरो युट्युब च्यानललाई हाम्रो 3 दिनको लागि धेरै आशिष भएको छौँ त्यो आशिष बाँड्नुको लागि जुन हाम्रो मण्डली नेपाली गोस्पेल चर्च हाम्रो मण्डली एडिलेडमा छ तपाईँहरूलाई आशिष बाँड्नु अब आउँदैछौँ तपाईँहरूले माया गरिदिनु होला यो भिडियो भरे आउँछ तपाईँहरूले माया गर्नु होला अहिलेको लागि यता छौँ हामीहरू फर्किँदैछौँ फोटोहरू खिच्यौँ रमाइलो भयो भन्दै सम्पूर्णलाई बाई बाई गड ब्लेस यू जय मसी सलोम